मैले एउटा च्यालेन्ज गर्दैछु र त्यो च्यालेन्जमा धेरै प्रश्नहरू आउने गर्छन् कि र पहिलोचोटि म कसैलाई यो सुनाउँछु त सबैभन्दा पहिलो कुरा भनेकै नगर्नु, किन गर्नु भन्ने खाले हुन्छ। र हाम्रो जीवनमा मैले यहाँबाट के भन्न खोजिरहेको छु या के एउटा यथार्थ मैले देखेँ भने नि, तपाईँले जीवनमा यदि कसैको एउटा बाउन्ड्री भन्दा, एउटा बक्स भन्दा, एउटा थिङ्किङ प्याटर्न भन्दा बाहिर गएर सोच्नुभयो या तपाईँले केही गर्छु भन्नु भने त्यहाँ धेरै मान्छेले तपाईँलाई हुँदैन नहुने कारणहरू देखाउँछन् र यस्तो लोजिकहरू दिने गर्छन्। हो, त्यो लोजिक तपाईँको लागि तपाईँकै हितमा होला र पनि मान्छेले यस्ता कुराहरू दिइरहेको हुन्छ जसले गर्दा तपाईँको मोटिभेसन, सेल्फ डाउट आउन सक्छ। तपाईँले सोचेको कुनै पनि गोल होस्, तपाईँले यदि तपाईँको गोललाई तपाईँ सोच्नुहुन्छ कि म यसलाई पोसिबल बनाएर देखाउँछु, म सक्छु, म गर्छु भन्नुहुन्छ भने कसैले केही भन्दा नि त्यसले फरक पर्दैन। तर तपाईँले मान्नु पर्यो, तपाईँले विश्वास गर्नु जरुरी छ कि यो गोल म प्राप्त गरेर देखाउँछु, यो गोल म प्राप्त गर्न सक्छु। हो, त्यस्ता धेरै मान्छेहरू आउँछन्, उनीहरूले तपाईँलाई मात्र भनेको होइन, उनीहरूले तपाईँको ड्रिमलाई नराम्रो भनेको होइन, उनीहरूले तपाईँको ड्रिमलाई तल गर्न खोजेको होइन। उनीहरूको नजरमा त्यो ड्रिम अनअचिभेबल छ, उनीहरूको थिङ्किङमा त्यो कुरा भनेको गर्न नसकिने कुरा छ या त्यो पोसिबलै हुँदैन भन्ने छ। सो माइ डियर फ्रेन्ड, तपाईँले सोचेको कुनै पनि गोल होस् त्यसमा लाग्न नछोड्नु होला, किनकि जो मान्छेले तपाईँलाई हुँदैन भनिरहेको छ त्यो तपाईँलाई देखेर हुँदैन भनेको होइन कि त्यो उनीहरूको लाइफमा पोसिबल नहुने भएकाले या त्यो हामीले पनि कति धेरै कुराहरू भन्दै गर्दाखेरि यो हुँदैन, यस्तो हुँदैन भन्दा हाम्रो एक्सपिरियन्सबाट, हाम्रो केही नलेजहरूबाट, हाम्रो प्रायर एक्सपिरियन्सबाट हामीले केही भोगेका कुराहरूबाट हामीले भनिरहेको छ त्यो उसको लागि पोसिबल या इम्पोसिबल, त्यो काम आफैमा पोसिबल इम्पोसिबल हुन्छ हुँदैन भन्ने भन्दा नि मलाई के लाग्छ या मेरो एक्सपिरियन्स अनुसार त्यो काम पोसिबल लाग्छ लाग्दैन भन्ने कुराले डिटरमाइन गरिरहेको छ। सो माइ डियर फ्रेन्ड्स, तपाईँले गर्ने या तपाईँले लागिरहेको हरेक काममा यस्ता प्रश्नहरू धेरै उब्जिन्छन्। हुँदैन भने तपाईँ आफैलाई पटक पटक लाग्छ। तर माई डियर फ्रेन्ड्स, कहिले पनि हार नमानिकन आफ्नो सपनाका लागि, आफ्नो गोलको लागि र आफूले सोचेको त्यो डिजायर आउटकम पाउनका लागि तपाईँ निरन्तर अगाडि बढ्नु होला, निरन्तर रूपमा तपाईँले हार्डवर्क गर्नु होला र निरन्तर रूपमा 1% पनि तलमाथि नगराइकन कन्सिस्टेन्ट रूपमा आफ्नो गोलमा तपाईँ लागिरहनु होला। वान डे न वान डे तपाईँले तपाईँको गोललाई अचिभ गर्नुहुनेछ र तपाईँले चाहेको त्यो मुकाममा तपाईँ पुग्नुहुनेछ। तर आज रोकिनु भयो भने तपाईँ कहिले पनि तपाईँले सोचेको त्यो मुकाममा पुग्न सक्नुहुन्न। र जो मान्छे मुकाममा छ र जो मान्छेलाई तपाईँ आज देखेर इन्सपायर भइरहनु छ, जो मान्छेलाई तपाईँ सुनिरहनु भएको छ, जो मान्छे जस्तो बन्न चाहनुहुन्छ, ती मान्छेको जीवनमा नि यस्ता प्रश्नहरू बारम्बार आएका थिए, यस्ता प्रश्नहरू बारम्बार उब्जेका थिए, यस्ता प्रश्न बारम्बार उठेका थिए, तर पनि तिनीहरू लागिराखे, ती मान्छेहरू लागिराखेर आज महान भन्ने लिस्टमा छन् या तिनले जीवनमा चाहेका कुरा प्राप्त गरेर। सो माइ डियर फ्रेन्ड्स, तपाईँ केही भन्न चाहनुहुन्छ, के अचिभ गर्न चाहनुहुन्छ भने किप ड्रिमिङ, किप वर्किङ। सी यु इन नेक्स्ट भिडियो।